सर्कस देखाउने पाल होला। हेर त कालो बादल लागेछ। हामीले पानी पर्नु अघि नै पाल टाँगेको राम्रै भएछ अघि। हो। नमस्ते छ एमलिन बा। यो तिम्रो पाल हो? हो, मैले उड्ने जहाज तयार गर्न लाग्या। ए, नक्सा तयार भयो, अब ठिक हुन्छ होला हैन? हो भन्नु पर्यो। के भने तिमीलाई अझ चित्त बुझेको छैन र? हैन, मेरो पहिलो उड्ने जहाजले काम नगरेको हुनाले म अहिले केही पनि भन्न चाहन्न। ए, तर मलाई हेर्न मन लागिसक्यो। ओहो, आँधी आउन लाग्यो, अब जानु पर्ला। म पनि घर जान्छु। अब के भयो? के भयो र? हामीले पाल गलत ठाउँमा टाँगेछौ। गलत ठाउँ? हो, हामीले पाल वनको माझमा टाङ्नु पर्ने, यहाँ त सबैले देखिहाल्छन् नि। मेरो उड्ने जहाजले काम गरेन भने सबैलाई थाहा हुन्छ। ओहो, मूर्ख नबन त, काम त गरिहाल्छ नि। पाल टाङ्ने बेलामा त निकै निर्धक्क देखिन्थ्यौ त। हो, तर हेमुलिन बाले देखिहाल्नु भयो, अब अरू पनि आउलान्। पिर नगरस् नर्क, कोही आउँदैन। मलाई त यो जहाज गजबसँग उड्छ जस्तो लाग्छ। हो र? त्यसो भए म काम सुरु गरिहाल्छु। म अलि अबेला घर आउँछ है। हुन्छ हुन्छ, धेरै अबेर नगर है। अहिले म घर जान्छु। हुन्छ। जे होस्, यो जहाज उडाएरै छाड्छु। उडाउँछु उडाउँछु। ओहो, कस्तो पानी पर्या। भिज्नु बेकार छ, अब यही नै होत लाग्छु बरु। नफकिनले त्यसै भन्दै थियो। नीली भएर ठिकै देखिन्छे, होसै आएकै छैन। स्नर्कलाई भन्नुपर्छ होला। बाबा जानु भएको छ। ल, चिया ल्याएकी छु। धन्यवाद आमा। होस आएको छैन? चलेकै छैन। हो र? अब त उठिसक्यो होला भन्ठानेर मैले चिया ल्याएको थिएँ। बिचरी कस्तो पहेँलो देखिन्छे, पिरै लाग्यो। पिर नगर। उठिन भने के गर्ने, कस्तो माया लाग्दो देखे कि। उठाएको छैनौ? उसलाई डिस्टर्ब होला कि भनेर उठाएकै छुइन।
बिस्तारै बोलाउ न। त्यो चट्याङको आवाजले उसको कान त बहिरो भइसक्यो होला, त्यही भएर बिस्तारै बोलाउनु बेकार छ, कराउनु पर्छ क्या। छिटो उठ त स्नोर्क मेडन, छिटो उठ प्लिज स्नोर्क मेडन, उठ त, उठ न स्नोर्क मेडन, उठ स्नोर्क मेडन, नत्र म टोकिदिन्छु क्या। चुप लाग न, उसले के भन्दैछ? प्लिज चुप लाग न। ओहो, अब उठ्नै लागि। स्नोर्क मेडन राम्रो, अब स्नोर्क मेडन उठ्नै लागि। धन्न उठाउनलाई अझ जोडले चिच्याउनु परेन। म चिच्याकी भए त तिम्रो दिमाग नै खलबलिन्थ्यो होला, बुझ्यौ स्नोर्क मेडन? लौ चिया पिउ स्नोर्क मेडन, यसले तिम्रो निन्द्रा भगाउँछ। मलाई के भएको हो? स्नफकिनले तिमीलाई चट्याङको झट्काले लागेर रुक्मणी लडिरहेको भेट्टाएछ। स्नफकिनले? हो, तिमीलाई चट्याङले झड्का दियो होला भनेर उसले भन्दै थियो। हो, पानी पर्दै थियो, बेसरी पर्दै थियो, अनि त्यसपछि ठुलो आवाज। त्यस्तै लाग्यो, चट्याङको झड्काले तिमी बेहोस भयो होला। स्नफकिनलाई धन्यवाद दिनु पर्ला। उसले पानी रोकिएपछि माछा मार्न जान्छु भन्दै थियो। कतातिर गयो होला? खै थाहा भएन, तर उसको पाल नजिकै त होला नि। अरे ऊ त्यहाँ छैन। के भयो? किन त्यसरी हेरेको? तिमीले कसरी देख्यौ? भर्खरै तिमीले स्नफकिन अन्त्य गएको छ भनेकी हैन, बिर्स्यौ? हो त, ऊ माछा मार्न पालदेखि निकै टाढा गएको छ। तिमीलाई कसरी थाहा भयो? तिमी सुतेको त घण्टौं भइसक्यो। मलाई थाहा छ, बुझ्यौ? किनकि मैले देख्न सक्छु। तिमी चिच्याएर त हो नि। के? अघि तिमी बेसरी चिच्याएर होला। स्नोर्क मेडनको दिमाग खलबलिए जस्तो छ, बुझ्यौ? के रे? मैले गर्दा हुँदै होइन, पक्का पनि त्यो चट्याङको झट्काले त्यस्तो भएको होला, बुझ्यौ मुमिन? ओहो, दुवैजना चुप लाग त। उसको दिमागलाई केही भएको छैन, सपना देखेकी मात्र हो, राम्रोसँग बिउजेकी छैन होला। के भन्नु भएको? म त बिउजिसकेको छु। त्यो त बुझे, तर पनि सपना नै सम्झिराखेकी हौ कि? होला, तिमी अब आराम गर है। म तिमीलाई गीत गाएर सुनाउँछु है। गाउनु पर्दैन, मैले गाउँछु भने गाउँछु। ओहो, के भयो स्नोर्क मेडन? स्नफकिन होइन, फेरि के भयो स्नफकिनलाई? ओहो, उसलाई बचाउने हो भने छिट्टो त्यहाँ जानुपर्छ। छिट्टो जाऊ। स्नोर्क मेडन, स्नोर्क मेडन पखन। ए स्नोर्क मेडन! पख त, अन्मया। स्नफकिन, तिमी छिट्टो बाहिर आऊ। छैन रहेछ। स्नोर्क मेडनलाई साँच्चै स्नफकिनको बारेमा थाहा छ होला, त्यसैले ऊ त्यता जाँदैछ। स्नोर्क मेडन, स्नफकिन कहाँ छ? छिट्टो भन त। सोझै जानुपर्छ, अब धेरै टाढा छैन मुमिन। आऊ छिटो। माछा मार्दैछ भने के खतरा हुन्छ र? त्यो त थाहा भएन, तर त्यहाँ गएपछि पत्ता लागिहाल्छ। तिमीले के गर्न लाग्यो स्नोर्क मेडन? स्नफकिनलाई बचाउन जाँदैछु। ऊ त्यही ठाउँमा छ भनेर तिमीलाई कसरी थाहा भयो? ओहो, यही छ क्या? ऊ देख्यौ, त्यहाँ हेर त। ए हो त रहेछ। ओहो, स्नफकिन त सुतिरहेको रहेछ। अनि त्यहाँ हेर त, माथि भिरमा त्यो ढुङ्गा खस्नै लागेको छ। अब के गर्ने होला स्नफकिन? छिटो उठ त स्नफकिन, त्यहाँबाट उठ छिटो। स्नफकिन, त्यहाँ खतरा छ, छिटो उठ। मेरो आवाज चर्को छ भनेर तिमीलाई थाहा छैन? स्नफकिन, छिटो उठ! ढुङ्गा खस्न लागिसक्यो स्नफकिन! ओहो स्नोर्क मेडन, तिमी यति छिटै ठिक भइसक्यौ र? तिमीले सुनेन? के भएर? छिटो भाग। छिटो जाऊ भने धन्नले मेरी बहिनी स्नोर्क मेडनलाई केही भएनछ मुमिन आमा। चोट त लागेन, तर के भएर? खै उसले स्नफकिन खतरामा छ भनेर दौडदै गई। मैले कुरो बुझिन त। मेरो विचारमा सायद उसले भविष्यवाणी गर्न सक्छ होली। हो, मैले स्नफकिनलाई सम्झेको मात्रै थिएँ। अचानक उसलाई माछा मार्दै गरेको देखेँ, अनि केही नराम्रो घटना हुन लागेको थाहा पाइहालेँ। साँच्चै अन्तर्यामी भएछौ त।
हो र स्नफकिन? ऊ बेहोस भएको बेला मैले बेसरी चिच्याएर यस्तो भएको होइन, चट्याङको झड्काले हो। हुन सक्छ, तर मान्छेहरूलाई यस्तो असर परेको त कहिले पनि सुनेको थिएन। बुझ्यौ मुमिन? मैले त होइन, स्नोर्क मेडनमा विशेष गुण भएर पो हो कि? त्यस्तो त होइन होला। तिमीले साँच्चै स्नफकिनलाई माछा मारेको देख्यौ त? सपना त होइन? ब्युजेकै थिए। तर बुझ्यौ, यस्तो कुरा त कहिलेकाहीँ संजोगले पनि हुन सक्छ नि। म त पत्याउँदिन। कस्तो संजोग? मैले साँच्चै देखेँ कि, विश्वास गर न। त्यसो भए ल भन त, मेरो उड्ने जहाज सफल हुन्छ कि हुँदैन? छिट्टो भन न। सफल हुन्छ कि हुँदैन म कोसिस गरेर हेर्छु है त दाइ। व्यर्थको कुरो नगर त। म एउटा वैज्ञानिक भएको हुनाले यस्तो कुरामा पटक्कै विश्वास लाग्दैन। होला, तर मैले साँच्चै भविष्यमा हुने कुरा देख्न सक्छु त, बुझ्यौ? ए, के गरे कि? तिम्रो उड्ने जहाज सफल हुन्छ कि हुँदैन भनेर हेर्दैछु क्या। पख त स्नोक म्याडम, किन? यदि मेरो जहाजले काम गर्दैन भने त बनाउनु नै किन पर्यो र भने? तिमीलाई विश्वास लाग्दैन भनेको होइन? लाग्दैन, तर पनि बुझ्यौ दाइ, मलाई पक्का विश्वास छ कि मैले तिम्रो जहाज सफल भएकै देख्छु होला। सायद ठिकै भन्यो। ए, भइहाल्यो स्नोक म्याडम, म जान्न चाहदिन। किन र? यो जहाजले काम नगरे अरू चिज नै बनाए हुन्न र? तर मलाई अरू केही चिज बनाउने इच्छा नै छैन। म उड्ने जहाजै बनाउन चाहन्छु। त्यसैले त मैले यत्रो परिश्रम गरेको। होस्, भइहाल्यो स्नोक म्याडम, म भविष्यको कुरा जान्न चाहन्न। तिमीहरूले सुन त, छिट्टो घर जाऊ है तिमीहरू। एउटा डरलाग्दो सर्प तिम्रो बच्चाहरूको पछि लागेको छ। छिट्टो घर जाऊ। यो चाहिँ अब अन्तिम होला, होइन स्नोर्क? हो मुमिन, अब हामीले छिट्टै सिद्ध्याउँछौँ होला। वाह, तिमीले मलाई ठुलो मद्दत गरेकोमा धन्यवाद है। ओहो, मलाई त तिम्रो उड्ने जहाज हेर्ने हतार भइसक्यो। अनि स्नोर्क मेडल खोइ त? उसले मद्दत गर्छु भन्दै थिए, तर मैले दिइन। किन र? स्नोक मेडल यहाँ बसी भने त उसले मेरो जहाज सफल हुन्छ कि हुँदैन भन्ने कुरो थाहा पाउँछ होला। त्यही भएर मैले उसलाई यहाँ बस्नै दिएको छैन। हो, कुरो त ठिक गर्यौ तिमीले स्नोर्क। तर बुझ्यौ के? खासै भन्ने हो भने मलाई स्नोक मेडलसित कुरा सोध्नै डर लाग्छ। यदि मैले बनाएको उड्ने जहाज कामै लाग्दैन भन्ने कुरो थाहा पाए भने त मैले के गर्ने होला? अरे मलाई तिमीले किन र के को लागि खोजिरहेछौ भन्ने कुरा पनि थाहा भइसक्यो, बुझ्यौ स्निफ? किन र? तिमीले मेरो शक्ति पैसा कमाउनलाई प्रयोग गर्न चाहन्छौ होइन? वाह, राम्रो, तिमीमा साँच्चै नै शक्ति रहेछ है। तर म तिमीसँग सामेल हुन चाहन्न। तिमी धनी बन्न चाहन्नौ? चाहन्न, बुझ्यौ? साँच्चै? म यस्तो काम गर्दै गर्दिन, तिमीले पनि गर्नुहुन्न। प्लिज स्नोक मेडल, हामी दुईजना मिलेर पैसा कमाउँ न, क्या मजा आउँछ। ओहो, मैले भविष्य देखिसके। तिमीसँग जान्न भन्दा पनि अन्तमा तिमीसँगै जानु पर्दो रहेछ। भइगयो, त्यसो भए अहिले नै जाउँ। यताबाट आउनु सर, यताबाट। उसले साँच्चै भविष्यवाणी गर्न सक्छ र? म ग्यारेन्टी लिन्छु। मलाई आफ्नो स्वास्थ्यको एकदम चिन्ता छ, त्यसै भएर उपचारको लागि तपाईकोमा आएको बाटे। तपाईँ त ठिकै देखिनुहुन्छ। होइन, मेरो बाँच्ने समय कति छ होला भन्नुहोस् त? अहिले बेला भएको छैन। हो र? मलाई मर्ने बेला भएको छैन जस्तो त लाग्दै थियो। हो, तपाईँ अझ 90 वर्षसम्म बाँच्न सक्नुहुन्छ, अनि त्यसपछि चाहिँ भन्न सकिँदैन। साँच्चै हो र? हो, तपाईले खाना ठिकसँग खानुभयो भने अझ लामो आयु हुन सक्छ।
ओ र मैले त गजबको कुरो थाहा पाएँ। यहाँ हेर्नुहोस् त, यो सब स्पेशल औषधिहरू हो। अब धेरै लामो समय बाँच्दिन होला भनेर मैले सबै पैसा औषधिमा खर्च गरिसकेँ। नमस्ते फिलिङजी, आउनुहोस् आउनुहोस्। नमस्ते। तपाईँले भविष्यवाणी देखाउन आउनुभएको हो? तिमीले कसरी थाहा पाए स्निफ? मलाई सब कुरा थाहा छ, म पनि भविष्यवक्ताको म्यानेजर हो क्या। मैले सुनेकी थिएँ, तर तिमी म्यानेजर हो भने भइहाल्यो। पक्नुहोस् त। मलाई तिम्रो गुरुमाथि पटक्कै विश्वास लागेन, बुझ्यौ? तर एकपल्ट गुरुलाई भेटेर त जानुहोस्, तपाईँको भविष्यवाणी मिलेन भने पैसा फिर्ता गरिदिन्छ क्या। विश्वास गर्नुहोस् न गुरुलाई। जाउँ न, जाउँ भित्रै जाउँ, एकचोटि देखाएर त हेर्नुहोस्। यताबाट आउनुहोस् फिलिङजी, सिधै भित्रै जानुहोस्। आउनुहोस् न आउनुहोस्। खै मलाई त शङ्कै लाग्छ। भविष्यवक्तालाई एकपल्ट भेट्नुहोस् न, के हुन्छ। सुन त, ग्राहक आउनु भएको छ। स्नोक मेडम। ओहो, नमस्ते फिलिङजी। ओहो, तिमी पो हो? उसलाई चट्याङले झड्का दिएपछि उसले भविष्यवाणी गर्न सक्छ। तिमीले भविष्यवाणी गर्छौ? हो, गर्न सक्छु। दुर्भाग्यवश। प्लिज बस्नुहोस् न। जे होस्, एउटा मौका चाहिँ दिनु पर्ला। सुन्नुहोस् त फिलिङजी, हामीलाई पैसा चाहिँ पहिला नि चाहिन्छ नि। हो र? पैसाको साटो अरू थोक्रै चाहिँ नदिनुहोस् है। तिमीले के भन्न खोजेको स्निफ? केही पनि होइन। अब छिटो सोधिहाल्नुहोस् है फिलिङजी, तपाईँलाई भविष्यबारे के सोध्दा सोधिहाल्नुहोस्। अरू पनि आउँदैछन् कि, अरूलाई त मौका दिनु पर्यो नि। ठिक छ स्नोक मेडम, मेरो भविष्यबारे केही भन त। सुन्छ। हो, मैले देख्न थालेँ। के देख्यौ, छिटो भन त। मैले तपाईँलाई राम्रोसँग छर्लङ्ग देखेँ। हो र? तिमीले साँच्चै मलाई देख्यौ स्नोक मेडम? हो, साँच्चै देखेँ। के गर्दैछु त म? छाता खोल्दै हुनुहुन्छ। छाता? हो, अनि एकदमै रिसाउनु भएको छ। अनि तपाईँले कसैलाई छाता उठाएर लखिर्दै हुनुहुन्छ। छाताको बारेमा छोड्देऊ त, अरू के देख्यौ भन त। त्यति मात्रै देखेँ, तपाईँ दौडिनु हुँदैछ। त्यति हो? एकपल्ट फेरि हेर त स्नोक मेडम। देखेँ। अब के देख्यौ फेरि तिमीले? मैले स्निफ र म दौडेको देखेँ। यो सब फिलिङजीसँग कसरी सम्बन्धित छ भन त, छिटो। अरे भगवान, अब के हो? फिलिङजीले हामीलाई लखिर्दै हुनुहुन्छ स्निफ। तिमीले के कुरा गरे कि? मलाई जिस्काएको हो कि क्या हो? हामी अब जाउँ होला स्निफ। मलाई त्यसै ठग्न पाएछ कि क्या हो? देख्यौ त, मैले भने जस्तै भयो। हो, देखेँ मैले, राम्रैसँग देखेँ। मलाई ठग्न खोजे सोमत तपाईँका बच्चाहरू। होइन ओहो, फिलिङजी, झुट बोलेर मेरो पैसा ठग्ने बगा। स्नोक मेडमले तपाईँको भविष्यवाणी त गरिहाल्यो नि, किन लखाटे हामीलाई? बगा भनेको तिमीहरू। अब कुरो बुझ्यौ होइन? हामी यस्तो तालले कसो धनी बन्छ त स्निफ? मसँग एउटा सिक्का छ, बुझ्यौ स्नोक म्याडम? म त गएर चिठाको टिकट किन्छु। चिठा? भविष्यमा कुन अङ्कलले दिन्छ, छिटो त्यो मात्र भनिहाल भने। छिटो भनौ न, आइसक्यो, भेटल आइसक्यो भने छिटो। मैले त आँखा बन्द नगरेसम्म केही पनि देख्दिनँ स्निफ। त्यसमा तिमी आँखा बन्द गरिहाल त, म तिमीलाई डराउँछु क्या। के देख्यौ तिमीले? देखेँ, तर एकदम लामो अङ्क छ स्निफ। ल भन त, म कन्ट्रोल पारिहाल्छु नि। 638 638 254 254 287। ए मेरो पैसा फिर्ता गर्नु त, छिटो बदमासहरू। पेट्रोल ल्याइसके। फेरि भन त, म त बिर्सेँ। 638 638 254 254 ए स्नोक मेडम, कहाँ जान लाग्यो? यता आऊ। छिटो उमेर। फेरि भन त। उमेर बचाऊ।
मोमिन तिमीहरू सबै ठिकै त छौ? ठिकै छु। ओहो स्नोर्क मेडन त बेहोस भई। स्नोर्क मेडन उठ न। स्नोर्क मेडन उठ त। सरी है दाइ, सबै भत्कियो, सबै मेरै गल्ती हो। होइन केही छैन, बरु तिमीलाई चोट त लागेन स्नोर्क मेडन? लागेन, टाउको मात्रै अलिकति ठोकियो। राम्रो, मलाई फेरि एकपल्ट त्यो अङ्क भन न। के हो र फेरि? केही पनि देखिन। साँच्चै देखिन। मैले भविष्य बारे देख्नै छाडे जस्तो छ स्निफ। साँच्चै तिमीले केही पनि देखेनौ? देखिन। वाह, बल्ल ठिक भयो। बुझ्यौ मम्मी? अरे म खत्तम मूर्ख कुरो नगर त स्निफ। म त ढुक्क भए, बुझ्यौ? ओहो, एउटा कुरा चाहिँ बर्बादै भयो लौ। किन, के भयो र स्नोर्क? स्नोर्कलाई उसको उड्ने जहाजको बारेमा जान्ने इच्छा थियो रे, तर तिमीले त जान्ने इच्छा छैन भनेको होइन र? हो, तर खासमा जहाजको भविष्य जान्ने इच्छा त थियो। ओहो, त्यसको लागि पनि भविष्यवाणी गर्नुपर्छ र? पर्दैन त? पर्दैन। तिम्रो जहाज त त्यसै पनि सफल भइहाल्छ नि। त्यस्तो कुरामा पिर नगर स्नोर्क। मलाई तिमीमाथि पुरा विश्वास छ। ओहो, धन्यवाद है बहिनी। त्यसो भए अब फेरि बनाउन थालौ है, हामी मद्दत गर्छौ नि। हुन्छ, यसपालि बलियो डन्डी राख्छु। म पनि मद्दत गर्छु है दाइ। हुन्छ, भइहाल्छ नि। त्यसो भए सुरु गरिहालौ न त अब। अरे चिटा, अब तिनैजना उड्ने जहाज बनाउने काममा लाग्यो भने त यसपालि चाहिँ सायद चाँडै तयारी हुन्छ होला, आशा गरौँ। You're